हेलो एन्ड नमस्ते सबैजनालाई तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। के छ नयाँ नौलो तपाईहरुको? कति भिडियो बनाइरहेको, कति हालिरहेको, यो मान्छे कति फुर्सदिलो भनिराख्नु भएको छ होला हैन? त्यस्तै हो। कहिलेकाहीँ फ्री हुँदा अनि यो के भन्छ, फ्री हुँदा मात्र हैन कि युट्युबमा पनि केही गरौँ, टिकटकमा पनि केही गरौँ, खाली समयको सदुपयोग गरौँ भनेर मात्र युट्युबमा भिडियो हाल्ने, टिकटकमा भिडियो हाल्ने गरेर यो भाइरल हुन यताउता भन्दा पनि भइहाल्यो भने त ठिकै छ हैन? त्यही पनि म चाहिँ आज के भन्न आएको भने अहिले जापानको धेरै जसो ठाउँहरूको घरमा आउने पानीमा चाहिँ क्यान्सरको किटाणुहरू देखिएको यताउता भनेर न्युजहरू आइरहेको छ। तपाईहरूले पनि सायद जापानमा बसेर घरमा भएको पानीहरू खाने गर्नुभएको छ भने चाहिँ अलिक होसियार हुनु होला। अनि त्यसकै लागि चाहिँ म चाहिँ के भन्न आएको भने यो बोतल हुन्छ है, यस्तो बोतल एकचोटि किन्नु भयो भने जापानको सुपाहरू अनि त्यसपछि यो के भन्छ एवन मलहरूमा चाहिँ फ्रीमा पानी पाउँछ क्या, त्यहाँ जाने अनि बोतल यस्तो बोतल किन्ने। एकचोटि बोतल किनेपछि तपाईँले जतिचोटि गएर पनि पानी लिन सक्नुहुन्छ। यसरी लिनुभयो भने चाहिँ तपाईँहरूलाई सस्तो पनि पर्यो अनि त्यसपछि तपाईँले फिल्टर पानी पनि खान पाउनुभयो। फेरि भएको टाइममा 5-10 मिनट टाइम निकालेर घर नजिकको सुपा या यो एवन मलको सपिङ मलहरूको तलपट्टि सुपाहरू हुन्छ, त्यसको तलपट्टि पाउँछ। तपाईँहरूको नजिकको स्टोरमा गएर चाहिँ लिन सक्नुहुन्छ। त्यसरी खानु होला हैन? हामी विदेशमा रहेर हाम्रो लागि सबभन्दा ठुलो सम्पत्ति भनेकै हाम्रो शरीर हो, त्यसैले होसियार रहनु होला हैन? प्रुफ त भएको छैन क्यान्सरको उस भयो भनेर त न्युजहरू चाहिँ आएको छ, अब यसरी प्रुफै गरेको त छैन। त्यही पनि जापानिजहरूले त यसो घरमा आउने पाइपहरूको यो धारामा आउने पानीहरू चाहिँ खाँदैन, हामीले चाहिँ खान्छौँ पैसा बचाउनको लागि पनि भन्ने कि अब के भन्ने सजिलो पनि हुन्छ। मैले नि खान्थेँ अनि अस्तिदेखि चाहिँ मेरो साउले पनि यस्तो यस्तो न्युज आएको छ, प्रुफ त भएको छैन, त्यही पनि पानीहरू यस्तोमा पाउँछ भनेर मलाई साउले भनेको थियो। अनि म मेरो नजिकको यस्तो स्टोरमा गएर हैन म पनि पानी दिन जाँदैछु। मैले नि धेरै त भएको छैन, भर्खर खाना आँट्यो। फेरि तपाईँहरूले पहिलेदेखि खान्थ्यो हामीले नसिका भन्नु होला हैन? यो भिडियो चाहिँ भर्खर थाहा नभएको मान्छेहरूको लागि भनेर बनाएको मैले। यदि तपाईँहरू पनि यसरी नै बोतल किनेर पानी खान चाहनुहुन्छ भने नजिकको स्टोरहरूमा हेर्नु पानीहरू पाउँछ कि पाउँदैन, अनि त्यसपछि खानु होला, आफ्नो शरीरको ख्याल राख्नु होला है त। म चाहिँ अब जान्छु, म 2टा बोतल एउटा झोलामा बोकिरहेको छु, एउटा चाहिँ यहाँ छ। म चाहिँ अब पुग्न लागिसकेँ, यहाँभित्र हो हैन? सुपर स्टोर चाहिँ यो हो है। यदि केउतमा हुनुहुन्छ भने चाहिँ यो स्टोर नजिकै बस्नुहुन्छ भने चाहिँ हैन यहाँनिर है, यताबाट अगाडि आउने, यहाँबाट जाने बोतल छ। भित्र छिर्दैछु म, तपाईँहरूलाई देखाउँछु हैन? यस्तै हुन्छ, भर्दैछ नि यहाँ पनि बस्नुपर्छ। भरेर भइसकेको छ। अब तपाईँहरूलाई देखाउँछु हैन? यसरी गरेर राख्ने हैन? भने हुँदैन त, मलाई त खासै आउँदैन। पानी भरिँदैछ होइन? भरिँदैछ। मेरो अर्को बोतल पनि छ झोलामा, यो भरिसकेपछि त्यो पनि भर्छु। तपाईँहरू पनि यस्तै
स्टोरहरूमा आएर पानी लिन सक्नुहुन्छ, आफ्नो शरीरको पनि ख्याल गर्न सक्नुहुन्छ है। यसरी नै हो गर्ने चाहिँ। पानी पनि भरिसकेको छु, निकाल्छु हैन। भरिसक्यो पानी होइन, फिल्टर पानी पनि भरिसकेँ मैले। अब चाहिँ म निस्किसकेको छु यहाँबाट दुइटै पानी भरेर। तपाईँहरू पनि यसरी नै पानी खान चाहनुहुन्छ भने तपाईँको नजिकको सुपा या यस्तै स्टोरहरूमा गएर पानी लिनुहोस्, खानुहोस् होइन। यस्तै हो, परदेशमा बसिसकेपछि आफ्नो शरीरको सबभन्दा ठुलो ख्याल गर्नुपर्ने हुन्छ होइन। कहिलेकाहीँ रमाइलो पनि गर्ने हुन्छ। फेरि पानी भन्दा त म रक्सी खान्छु नभन्नु है। फेरि रक्सी पनि खानुहोस्, रमाइलो गर्नुहोस्, तर साथसाथै शरीरको पनि ख्याल गर्नु होला। काम गइन्छ, थाकिन्छ, आइन्छ होइन। कहिलेकाहीँ रक्सी पनि खानु पर्ने हुन्छ। यस्तै हो। अब म चाहिँ घर जान्छु, बिस्तारै घर गएर कामहरू पनि छ, कामहरू गर्नुपर्ने हुन्छ। काम गर्नु पर्यो, धेरै कामहरू बाँकी छ, खाना खानु छ। तपाईँहरूलाई अब एउटा यो भिडियो चाहिँ तपाईँहरूले यदि पानी खानु भएन भने अनि नयाँ आउने भाइ बहिनीहरूको लागि चाहिँ हुनेछ भनेर भिडियो बनाएको मात्र मैले। हेरेर साथ सपोर्ट गर्नु होला। नयाँ छु, यसको त फलोअर्स छैन भनेर स्किप नगरिदिनु होला, हेर्नु होला है त। बाई बाई। लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु है त। बाई बाई।